हेलो नमस्ते वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म हजुरहरूलाई बाटेको धुप बनाउन सिकाइरहेको छु। अब यो पेपर चाहिँ यत्रो साइजको हुनुपर्छ। अब यसलाई चाहिँ बिस्तारै धुपको मसलाहरू राख्न सकिन्छ र टुप्पाहरूमा हल्कासँग मात्रै राख्नु होला। अब यसलाई चाहिँ बिस्तारै यसको टुप्पा बटार्नु होला र यताको टुप्पा पनि राम्रोसँग समात्नु होला। बेसरी चाहिँ गर्न मिल्दैन, यो चाहिँ भाँचिने सम्भावना हुन्छ र विशेष गरी यस्तोमा फाटेको हुन्छ, फाटिन सक्छ। सुस्तरी समात्नु होला र यसलाई बिस्तारै टुप्पामा समातेर यसलाई चाहिँ रोल घुमाउँदै लैजानु होला। यति गरेपछि चाहिँ हाम्रो धुप रेडी भयो र हजुरलाई म अर्को पनि बनाएर देखाउन चाहन्छु। धुपको मसला धेरै राख्दाखेरि नि ब्यालेन्स मिलेन भने भाँचिने सम्भावना हुन्छ र यसरी हजुरहरूले इक्वली राख्नु होला र यसलाई बिस्तारै फोल्ड गर्दै जानु होला, बटार्दै जानु। यसरी गरेर बिस्तारै समातेर यसको टुप्पोमा र तलबाट यसरी नै बटार्दै जानु होला। यति नै हो। आज चाहिँ मैले यहाँ यति धुप बटाएर राखेको छु। हस्, थ्याङ्क यू।